नमस्ते होइन गाइस, हामी चाहिँ होइन अब याद छैन हामीलाई कहाँ हिँडेको होइन। यो बाटो हेर्नुहोस् तपाईँहरू होइन। बासिल्दा नेपाल दाई यता हाम्रो भीम दाई होइन। हेर्नुहोस् तपाईँहरू बाटो होइन टक्कै छ अरे। यस्तो बाटो छ नि दोस्त साथीहरू, हेर्नुहोस् दुईजना चढाउँ ताक्छु म त यता हेर्नु है। By creating an imaginary picture. Usually it's something that moves. क्याम्प कहाँ गर्ने हौ? दुईजना सुत्यो पानी पाएको भए पनि हुन्थ्यो जस्तो भयो। कहाँ हिँडेको अरे बासिल्दा? आइज आइज भन्ने मान्छे छैन नि त। Tell them why. पहिरो हिमाल कुरोहरू पुरा रहेछ। रोड पुग्नु रहेछ हामी गाइस, हेर्नुहोस् है फाइनल। भीमदा हेर्नुहोस् न, भीमदा उता बाटो खतरनाक छैन साथीहरू, हेर्नुहोस्। मलाई नि यसरी हिँडेर चाहिँ नि लङ ट्रेकिङ गर्नु मन लागेको। यो ट्रेकिङ हो त भने आम्मामा हामी हिँडेको यहाँदेखि हिँडेको होइन त है। थाक्यो म त, हरायो पछाडि भिङ्गा। टक्क होइन 5 केजी जस्तो झोला लुगाहरू त बोक्नु पर्यो होला। भाँडाहरू है ओर्ने उछाउने है। हामी चारजनाको ब्यागमा चाहिँ 20 केजी चाहिँ होस् न त, 5-5 केजी गरेर होइन। सुन हाम्रो हेड चाहिँ माथि पुगिसक्यो। ब्याट उयो हुन्छ नि हो, त्यही हुन्छ 5 केजी जतिको त स्लिपिङ ब्याग। म पनि होइन गाइस, हिँड्दैछु म पनि होइन। हेर्नुहोस् तपाईँहरू, बासिल्दा पानी खोज्नु न हौ। दुईजना यस्तो बोल्नु यहाँहरूमै हाम्रो बासिल्दाले चाहिँ खैनी बनाउँदैछ हो। यस्तो भिडमा आयो आज हामीहरू, तर पनि यसो जिउको एक्सर्साइज भयो कि बस्दा। बोटहरू थुप्रो रहेछ, गुरसको बोटहरू यहाँनिर काली सिकाउँदा पनि हुने रहेछ हो। अब यो बाटो चाहिँ कहिलेको चाहिँ थियो होला, आज हामीहरू हिँड्यौँ हो। जङ्गलघारी छ एकदम, भिरको बाटो देखाइदिइहालेँ तपाईँहरूलाई होइन। आदिउजी चाहिँ 5 केजी है, त्यहाँ जुगाहरू आउँछ नि।
हामी रोटै रोटा आउँदैछ। यहाँ हेरिहालौँ एकदम बाटो चाहिँ एकदम घना जङ्गल छ हो। जोस् मजा आयो है बासिल दा। ए ए हो अब तपाईँहरूले मलाई देख्नु त एकदम भएन हो, तर मेरो के छैन कालिसहरू छैन। गरम महिना छ नि त हौ, भुइँमा बस्छ नि त। यहाँ हेरिहालौँ यस्तो जग्गा छ। हामी चाहिँ फिलहाल चाहिँ त्यही कारणले लु साथी हो अरू एकछिनमा देखाउँछु हो। अहिले फिलहाल चाहिँ हामीहरू यस्तो जङ्गलमा छौँ कि के भन्नु तपाईँहरूलाई, जुगा सुगा पनि लाग्नु थालेछ हो। रोड चाहिँ ऊ माथि रहेछ हो, यहाँ जङ्गलको बाटो। अन्त ल पर्खन आउँदैछु। यो बाटो चाहिँ एकदम पुरानो रहेछ है, छैन त मान्छे चाहिँ। यो के भन्छ गोठालाहरूले क्या बाटो बनाउँछ यो। अझै उता पनि जाने बाटो रहेछ हो। यस्तो बाटो छ मजाको होइन। जोस् आज घुम्नु आएर पनि अलिकति भए पनि होइन जिउको एक्सर्साइज पनि भयो, पसिनाहरू निक्ल्यो। ल हेलो गाइस, तो कैसे हो आप लोग। आज चाहिँ हाम्रो होइन हल्का टुरमा यो जग्गामा आएको छ। हेरौँ यहाँबाट ओह्रालो चाहिँ एकदम डेन्जर भिड छ। जस्तै यता हेर केटाहरू यहाँ छ। बासिल हेलो गर हेलो। हो त्यो बासिल हो त्यो चाहिँ हो। मेन बासिल भन्ने साथै चिनिहाल्छ होला। उसको नाम चाहिँ खास बासिल होइन, उसको खास नाम चाहिँ ब्राजिल। यहाँ चाहिँ ओह्रालो बिल्डिङ छ पुरा। बिल्डिङ भन्नेको मतलब चाहिँ रोटै रोट नि हौ। यो बाटो आएको हामीहरू बासिल आउँदैछ। ए के चाहिँ भिड पुरै डेन्जर छ होइन। ए माथि हो केटाहरू व्हाइट टी सर्ट लाउने हो। यता चाहिँ हाम्रो रोहित भाइ हो। नेपाल चाहिँ कहाँ गयो थाहा छैन। यता बासिलले र यस्तो बाटो चाहिँ आज केटाहरूले हिँडाउँदैछ। त्यो माथि हिँड्ने अगाडि हिँड्ने चाहिँ बासिल हाम्रो टिम लिडर हो। त्यो बिचको रातो लुगा लाउने चाहिँ उसको राइट ह्यान्ड। यहाँ एउटाले जुत्ता पेन माथि सार्यो। अब उकालो चाहिँ कसरी हिँड्नुपर्छ भनेर उसले सिकाउँछ।